छ्या यो पेन भाइ नक्कलीमा भाउजू? सोच्दाखेरि पनि कस्तो पेन के गर्नु तपाईलाई भाइ शान्ति के भयो नक्कली छ कति धेरै पेन दियो है सर 61 रुपैयाँ यार ल तर भाइ बढी हुन्छ ल म टाउको बढी आउने हो पहिला म यो सर्ट अर्किदिन्छु ल सर आउने के तपाईलाई सिधै भने बोलेछ सर यहाँ कति कति दिइहाल्छ सिधा लाउँदा डायलग कति लामो डायलग भन्नु म त साथी भाड डर है रोल एक्सन बढी भएन सानो पहिला गर न पहिला रोल रोल एक्सन धेरै गाह्रो भयो राम यता त गो यता हो अब बढी वाला वाइटको ठिक भएन पोज गर्दा हैन पास गर्दा वाइट कति भयो तपाईको हालेछ त अहिले बढी गरे ल अब गर्छु नि रोल कसो रोल कुन चाहिँ गर्ने बढी गर्ने के गर्ने सुनु बढी गरे भने कम गर अनि यतिको अहिले गरेको जति गरेको नि वाइट त्यही गरे अहिले त्यही गरे हैन गरे हैन सुरु भने पनि रोल अब गर्ने हो बढी कम रोल एक्सन कम म त रातभरि बाँधिनु राम्रो के हो राम मलाई त साह्रै गाह्रो भयो म त रातभरि यसरी बस्न सक्दिनँ होला नाच्यो न म चाहिँ चिन्ता नगर न यता देख अब चिचो अब तपाई लिउ न म हाँस्या वाइट नै छ नि यो त भिडियो छ यता जेबादिन रोल यता हो तपाईँ बेतरानी बेलानी भयो त्यही भएर हो कि चिन्ता नगर म छु नि चिन्ता नगर यहाँ हो अब वाइट वाइट रोल है ल सबैले एक टिक डायलग गरे नत्र सबैलाई केही छैन के दाइ यति भाउजू भाउजू भन्नु भाउजू भने डायलग बोल्न सक्छ नि तिमीले म अलि सक्दिनँ होला भाउजू के भयो के बोल्न सक्छ नि दिदी पास गर्दै पास गर न बस भाइ धेरै पाँच कत नहरु पाँच कत नमारौ धेरै पाँच कत नमारौ केटाकेटी हो यहाँ त भलक बनाएर यो चाहिँ सही हो यो आवाज चाहिँ एकदम मिठो आछ यार अलि बढा न के भने ब्लग हाल्छ त्यो ए मारे अलि पछाडीबाट जान्दियो यो ढोकाहरु देखिने भने त सर सबैजना सिधा यो ढोका होइन जुम गरेर झन् फोकस गर्दैछ मैले त को छ यो ढोकाहरु मिलाउनु हाम्रो चाहिँ देख्न सक्नुहुन्छ यसरी सुटिङ हुन्छ यहाँनिर होइन यस्तो रमाइलो गर्दै सुटिङ गर्दै गरिन्छ सबैजना एकदम आफ्नो कामहरू राम्रोसँग गर्नुहुन्छ कोही उता फोन आइरहेको छ कोही के अब यहाँनिर चाहिँ जे होस् हाम्रो यो कोठामा चाहिँ अब सुटिङ भइरहेको छ सबैजनाले देउरानी सिरियललाई माया गरिदिनु होला एकदम माया गरिदिनुहुन्छ भन्ने आशा गरेको छु साथै यो हाम्रो भ्लग हेर्दै हुनुहुन्छ नि जुन भ्लग हेर्दै गरेको च्यानललाई पनि माया गरिदिनु होला धेरै धेरै अनि सब्सक्राइब गरिदिनु होला है सब्सक्राइब अनिवार्य गर्नुपर्ने हुन्छ ल है त हजुर अब फेरि हामी सुटिङकै सेटकै आवाजमा बोलौँ है त त्यही नेरको दर्शक बिनहरू तपाईँहरू देख्न सक्नुहुन्छ हाइलाइटमा आउने छ यो सबै कुराहरू भनेर नाइ बस न फ्रेम हो यो पुरै हैन किचिक टाइप आउँछ यो तपाईँ त्यहाँ जाने हो एक दुईजना यताबाट जान पनि मिल्दै छ दुईजना यताबाट जाऊ दुईजना उताबाट जाऊ न माथि सामने त केटाहरु तलबाट जाने त्यहाँ फ्रेम केटा कान्छे त सँगै आइछन् फ्रेम लिन्छ के यार बस बनाए बसायो बोले त्यो लिपस्टिक फरक पर्दैन के तिम्रो त्यो लिजेन हैन पुरस्कार हैन भाइ सुमन भाइ मेरो मले के झुन्ने दे ब्याग झुन्ने दे कसको कल आयो बुढाको कल गरे हेर दे उ यहाँ छ त हजुरको ब्याग यो कालो छाड्यो को यस्तो बेला कल त्यो माथि झुन्ने त बुइनी ए ब्याग ए यहाँ छ के दिदी माथि झुन्ने न त्यहाँ बस्यो भने पुग्छ के भगवान यहाँ लुगा झोलै झोला छ कान्छीको पनि के राखा हेर्न यो दिदी बुम राख्नु लु यहाँ चाहिँ राम्रोसँग अडिन्छ फेरि हेलो यस्तो त चिल्ला छ हजुर हो ए अडिदैन माने यी ल उ त्यहाँ यता बुढा कसैमा पनि मलाई थाहा छैन को फुसीको डाल ए कुकु पछि फोन पनि छाड्दैन जाछ
मुख छाडै खोलेको कुनले ग्रुपमा जोइन गरेर चाहिँ मरेर मायो यो झोलाहरु देखे सर यो प्रप जस्तै आयो यो दिपुइ नि यो पनि निकाल्नु त्यहाँ प्लास्टिक गाउँमा हुन्छ है हुन्छ यो झोलाहरु त माथि सर अलि तपाईँ ललितपुरबाट यताबाट छिर्नु सिरुपाको जुङ्गामा दाहिने पर्यो त हो मया आउ न यता छाडा बोल भन्छ अनि कति पारा है हो नि खाली चप्पल टेकेर चप्पल खोल्नु न त्यहाँ देखिन्छ भने नि देखेन भने वाइटमा कहाँ देखिन्छ हौ दाइ चप्पल हामी टाउडे गरे के दाइले यो ढुक्कर एकजना उम्दै हो उम्दै गरे मर्छ निर्मल गाडी उता चढ गए यसले मुख छाड्यो यसले कसले मुख छाड्यो यो राधेले अति मुख छाड्यो के उठेन त तिमी छाड्यौ त मैले त्यस्तो बोल्न कसले आउँदैन कसले भने त्यसले कारण त कसले भने प्रहरी मैले के भने हैन त्यहाँ बजार मैले के भने त्यो छाड ओ के बोले के बोले छैन भाइ दाइ ओइ भा डर हो है भात होइन त्यो उतो आर्टिस्ट त्यसको गन्ध सर ल फकिङ त्यो खै सबै यताबाट छिर्ने सर उताबाट फेरि कान्छी र राधे हामी यता छिर्नु कान्छीलाई दिँदा बस्छ नि त तिमीहरू फेनमा छ क्या क्यामेरा यार उता बस्नु रे के तपाईहरु त्यता छिर्नी रे यताबाट छिर्ने यतै बस्नु उताबाट छिर्ने उतै बस्नु न हामी उता गयौँ यताबाट छिर्छ त फेरि यार अलि बिस्तारै बसेर अलि तल लाइट जाला यार रेड ला है चप्पल तानिनु पर्छ सर ल्याउने रे त्यो देख्दैन एकछिन पछि आउने है त्यहाँ रेड अमा थालो रोलिङ सरी कहाँ बस्थे भने यहाँ हामी यहाँ आएर यहाँ बस्छौँ म टाउकोपट्टि बस्नु पर्ने दाजु मैले टाउको सुमसुमाउँदै अनि पर्ने दुईटा क्यामेराको दुईतिरबाट आउँदाखेरि तिम्रो त दुईटा ढोका रहेछ भने थाहा हुँदैन मलाई एउटा ढोकाबाट आउनु पर्दैन अमा त हो त के कुरा गर्छ हो त्यही त भने मैले यो जान्ने पनि के होइन आएर यता आउनु त ल उता उता आउँछ ल हामी त अगाडि हुन्छौँ अगाडि जान्छौँ हामी अगाडि मजा हो क्या सुन अगाडि बुझाइन त्यसै मजान त्यसै लाग्छ त त झन् त अगाडि पागलले तर मुरो लस्यो त्यो कान्छी र दाजु पछि आउने हो के अनि कान्छी त कुरा जा अझ पछाडि मेरो भन्दा पछाडि सबै यतैबाट जाने अनि दुईटा ल त्यसो दिस इज द फर्स्ट प्लान हालौँ ल रोलिङ अलि जानु अलि सुके रोल एक्सन नाच्नु न राम मन लाग्यो राम धेरै गाह्रो भयो दिया 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 सीता आमा दिया के हुन्छ आमा यसलाई के भयो धेरै गाह्रो भयो क्या हेर न मान्छे के भयो के काशी भाउजू भाउजू दिया भाउजू भाउजू सीता नानी भाउजू मर्छ नि दाइ भाउजू के भयो के भाउजू नाति न दिया तपाईलाई के पनि हुँदैन तेरेले सास फेर्ने गरेको सीता नानी भाउजू को भन्ने उसको कसको थियो मेरो चाहिँ भन्डाइलो भाउजूको नि भने कसको थियो डाइलग देवरानीलाई उतापट्टि पठाउनु मिल्दैन यतैपट्टि मैले टाउको सुमसुमाउनु थियो यतै आवा नि हुन्थ्यो यतै आउँछ ब्लक हुन्छ क्या नानीले के हो तिमी यतापट्टि जाऊ ल राति उतापट्टि जाऊ ल यो त साइलेन्ट बस्यो यो त राति उता गयो पुलुको भएपछि सबैभन्दा माया गर्ने मान्छे दिया दिदी के भयो दिदी एकजना यता बस्ने हो को बस्ने म यता सुरु भइसक्यो तिमी चाहिँ पनि आउँछौ रात आउँछ दिदी उही यिनीहरू राशि मोडाइले बोल्छु अनि तपाईँ बोल्नु ल हेर न वान टेक यिनीहरू नआउँदो टेकमा किनभने मलाई काट्ने अप्सन हो कि हिजो उनीहरू उता पनि कटिङ छ नि यिनीहरूको त नि पहिला अब नर्को यहाँ जति बोल्नु भाउजू भाउजू मात्र भन्छु म अर्को कटिङमा न म उता बस्छु भन्छ दाइ नभन्नु ल दाइ मैले भाउजू भाउजू मात्र भन्ने हो म उता बस्छु भाउजू भाउजू मात्र भन्ने हो भाउजू भाउजू यी सिग्री देखिरहा रेडी सर म उता बस्छु बटन लाउनु एकजना उता बस्दा हुन्छ ल सोधे गएर भुइँमा बस्नु न माथि सर ठ्याक्कै गएर उमा बस्नु क्या त्यहाँ छेउमा बस्नु मिल्छ नि त माया सर त
हो यहाँ भन्नुहुन्छ हो त्यहाँ अलि त्यहाँ बस्छ अनि राधे यता बस्यो भने दुईजना यता गएर ठ्याक्कै मिल्छ क्या म चाहिँ यता टाउकोपट्टि बस्छु कान्छी र म टाउकोपट्टि बस्छ तिमी अहिले तपाईँलाई के भयो ल दिमा दिदी दिदी के भयो तपाईँलाई के भयो अलिकति माया गाइज गर्छ रेडी कि तपाईँलाई? ल ल ओके ल रोइङ एक्सन कस्तो गाह्रो भएर जे नाच्यो न सीता आमा आमा जे के हो धेरै गाह्रो भयो क्या तिमीले कसरी के भयो गाह्रो भयो नहाथ्यो दिदी नहाथ्यो भाउजू भाउजूले के भयो नेक्स्ट भन्नु भयो याद गर्नु र तपाईँहरू आउनु नेक्स्ट भन्नु है तिमी चाहियो भने हो ल ढिलै आएको हो नि त हामी त्यही भएर होइन कटिङ गरेको तपाईँलाई केही पनि हुँदैन कस्तो गाह्रो हुन्छ भित्रबाट कराउने कहाँ भन्नु तिमी डाल्छ पढाएको नाम त पनि डाल्छ त्यो थाहा छ होइन आमा आउनु न भाउजूलाई गाह्रो भयो तिमी भन्छ आमा। आमा आउन होइन आमा ए आमा अब आत्तेर अनि त्यसपछि यिनीहरू भन्दै पाउँछ आमा आमा भने के भन्छ लाग्ला छिटो आउन भनेको भाउजूलाई धेरै गाह्रो भयो। लाग्ने काम लागिहाल्छ नि शनि बेला तापमान ताप दिन खाँदै के छैन अनि हल्ला हुन्छ काँडा पानी त्यो लाइट कहाँ पर्छ सल्याउनु होइन त्यसमा टाइम ए चाहियो आमा छिटो आउन भनेको भाउजूलाई धेरै गाह्रो भइसक्यो